कुहुको कैलीको भाका कैलीको भाका सुने लाग्छ उराठिलो बन पाखा कैली झरी नराउन। मैले त्यो घर भत्काउने बेला हेर्नुहोस् मलाई जति बित्ति मुटुमा चोट पर्यो कि म धुरुक्क रहेँ। जस्तै गरेर मेरो यो घर भत्काउन पर्या छ मलाई। जसरी मैले एउटा चराले पनि बच्चाहरूलाई गुँड बनाएर राख्छ र त्यो गुँडमा हामीले बच्चा झिकेर लगिदिउँ भने त्यो बच्चाको गुँड भत्काइदिउँ भने कस्तो हुन्छ? भाग्यले नि क्या धोका दियो भाग्य मेरो सानैमा खसियो रिबन छोटो छ रिबन छोटो छ रहेछु अभागी कर्मै खोटो छ। घर बनाउँदासम्म मलाई एउटा बाँच्ने आइयो मेरो बढाइदिउन् भगवानले र आइयो थपिदिउन्। मलाई डाक्टरले त छिट्टै मर्छ भनेको छ। अनि 6 वर्ष भयो मलाई यो मुटुको रोग लाग्यो। औषधि नखाने भने म मरिहाल्छु। औषधि मलाई धेरै पैसा लाग्छ। मेरो छोराहरूले पढ्न पाएनन्। मेरो कारणले गर्दाखेरि अब औषधि खान पर्छ, घर भाडाहरू तिर्न पर्छ भनेर एउटा सानो 16 वर्षको छोरो पनि इन्डिया गएको छ हैन। स्कुल जान्छु भन्दा मैले बाउको कुटाइ खान्थे। स्कुल जान्छु भन्दा मैले बाउको कुटाइ खान्थे। हँसियार डोको बोकी मेलातिर जान्थे मेलातिर जान्थे। हँसियाले हात काटेर झिया झिया पर्दा हँसियाले हात काटेर झिया झिया पर्दा पुछिदिने कोही थिएनन् मेरो आँसु झर्दा मेरो आँसु झर्दा। अनि अहिले कोखामा सुत्छु बेडमा। एक दिन हेर्नु राति खसेछु छटपटेर खस्या त होला मैले केही चाल पान्न। हेर्नुहोस् अर्को दिन बिहान उठ्ने बेला म भुइँमा घोप्टो परेको थिएँ मेरो होस आउने बेला। अनि त्यति बेला नि म धेरै रोएँ। मलाई यस्तो भयो के गर्ने होला म त यस्तरी घोप्टो परेर तल खाटमा खसेर रहेछु बाबु भने। अनि हामीले थाहा पाएन मम्मी किन उठाउनु भएन त्यो भन्यो। अर्को दिन अस्पताल लगेर गएँ। मेरो पनि आमा भाता मनीमै त जानी थिए। मेरो पनि आमा भाता मनीमै त जानी थिए। गाडी त मुरकुटीसम्म मात्रै जान्छ। मेरो सामान बोक्नलाई र मलाई लिउन आएको भयो त्यो सौता त तिरामबाट मुरकुटीसम्म। अनि तपाईँले लगाएको बाटो काटेर हिँडेछु। तपाईँले गरेको कुरा तपाईँले गरेको काम मैले नाइको नास्ति गरेछु भने बल्ल त्यति बेला मलाई सौता भन्नु होला दिदी। नत्र मिलेर गरौँला मिले जस्तो राम्रो के छ र दिदी। तपाईँले बाहिर गरे मैले भित्र गरौँला मैले भित्र गरेँ तपाईँले बाहिर गर्नुला। मलाई नमार्नु होला दिदी मेरो साना नानीहरू छन् दिदी। बुढाले मलाई यस्तै कुटेर यस्तै पिटेर सुख हुन्छ कि भनेर आएको दिदी। यो झन् अग्तिलो रहेछ दाउरा बेचेर खान्छु दिदी भनेर रोइ। हेर्नुहोस् यो बा मलाई त झम्टी झम्टी म त त्यसलाई अँगालो हालेर रोएँ। हेर्नु छातीमा टाँसेर रोएँ। तिरामका दिदी बहिनीहरू सामान ल्याउन आएका होइन। त्यो सौता सौती हो के एगिरा तँलाई रिस उठ्या छैन म। ल भरै माइती स्वागत छ कार्यक्रममा।
नमस्ते फुपू, तपाईँलाई पनि स्वागत छ। सन्चै हुनुहुन्छ? सन्चै। अनि के छ त आजकल हाल खबर? अनि हाम्रो त चिनाजान पनि छैन, पहिलोचोटि भेट भए। अरू दाइहरूले भने सुनेर आयाम बरैलाई भेट्न। हजुर ठिकै छ, जसो तसो बाँच्छ। अब मान्छेको जीवनमा यस्तो हुन्छ, सुख पनि हुन्छ दुःख पनि हुन्छ। अनि भदैको जीवनमा पनि धेरै दुःखहरू भयो अरे भन्ने सुनेको थिएँ मैले। अनि त्यही भएर म त सुन्न आएँ। के भन्छन्, भदैको सुरुमा नाम परिचयदेखि कुराकानी सुरु गरौँ है। हुन्छ। नाम मेरो नाम गिरा देवी बिका हो। अनि मेरो घर खास प्युठान हो, प्युठान तिराम भन्ने ठाउँमा हो। अहिले चाहिँ व्यवसाय गरेर यतै दाङतिर सिमेन्ट फ्याक्ट्रीको ठ्याक्कै अगाडिबाट सानो होटल चिया नास्ता खानाहरूको छ। अनि त्यही गरेर बसिराखेको छु। सबैजना आउनु होला, खानु होला। तपाईँ पनि आउनुला फुपू। आज भने सुरुदेखि तपाईँको जन्म कहाँ भयो हो, अनि कसरी हुर्किनु भयो, अनि बिहे कसरी भयो, सुनाइदिनु होला। अब मेरो जन्म त्यही तिराम ठाउँमै भयो। मेरो आमा बुवाको अब धेरै छोरीहरू, 5 बहिनी छोरी अनि 3 भाइ छोरा भाइहरू हुनुहुन्थ्यो। 2टा दाइ, 2टा जौल्या दाइ हुनुहुन्छ, एउटा कान्छो भाइ। हामी दिदी बहिनी चाहिँ 5 बहिनी थियौँ। अब 5 बहिनीमा अब उहिलेको जमानामा धेरै दुःख पाउने, धेरै दुःख, खानेकुराहरू नहुने। अब गरिबीले गर्दाखेरि हामीले लास्टै दुःख पायौँ। म त सानैदेखि दिदी भिनाजुको घर बसेको। दिदी भिनाजु मेरो जेठी चाहिँ दिदीको बिहा भएपछि एउटा भतिजा भतिजा जन्मेपछि त्यसलाई हेर्न भनेर मलाई 6 वर्षको हुने बेला मलाई दिदी भिनाजुले यस्तै काकु हालेर बोकेर ल्याउनु भयो। उहीँ चाहिँ पाल्नु भयो, उहीँ ठुलो गराउनु भयो। गाह्रो हुन्थ्यो। ग्वाला 40-50 वटा बाख्राको ग्वाला जानु पर्थ्यो। 40-50 वटा? हजुर। अनि बाबु हेर्न पर्थ्यो। कहिले कहिले त लास्टै धौ हुन्थ्यो। अनि मलाई अरियालले टोकेर यहाँ एकदम ठुलो घाउ भयो कि। घाउ भइसकेपछि त्यो पाको अब त्यहाँ त्यो ठाउँबाट औषधि उपचार गर्ने अस्पताल आउनलाई त यहीँ घोरै आउने हो। नानी यो घाउ निको भएपछि आएस् भन्नुभयो। भनेपछि म घर गएपछि त्यो घाउ निको हुनलाई मलाई धेरै गाह्रो भयो कि। एकदम पिप बग्ने, म त बाँच्दैन होला भन्ने त्यस्तो मनमा आयो। अनि गाउँमा एकजना उसको घर थियो, अलि मुखिएको घर थियो। त्यहाँ फेरि आमाले बाख्रा ग्वाला बसालिदिनु भयो। दिदीलाई बाख्रा ग्वाला बसालिदिएको। दिदी अलि ठुलो हुनुहुन्थ्यो। अनि दिदी जाँदाखेरि म जान्न थिएँ, दिदी नजाँदाखेरि म जान्थेँ। अनि त्यस्तै गर्दा गर्दै कहिले कसको घर कहिले कसको घर गर्दा गर्दै म ठुलो भएँ। अलि ठुलो भइसकेपछि सानोमा घर जाँदा पनि अब त पहिला जाने भएको छ, यसलाई केटा खोजेर बिहा गरिदिनु पर्यो अब भन्छन्। अनि सानो पाले ठुलो, ठुलो पाले बुढो भन्छन्। अनि दिदी घर जाने हो, दिदी घर पनि अब त पोइल लगाइदिने हो। फल्ना ठाउँ केटा छ, फल्ना ठाउँ यस्तो छ उस्तो छ, त्यहीँ गएपछि सुख हुन्छ गरेर खान्छ भन्छन्। जेठको 15 गते म 12 वर्ष पुगेर 13मा लाग्ने, त्यही जेठकै महिनामा फेरि म यो बुढोसित गएको के। अनि कस्तो घटना घट्यो भने त्यो दिदीको 2टा बच्चा रहेछ हेर्नुहोस्। अनि त्यो इन्डियाको ठाउँमा त दिसा पिसाब गर्न जाँदा पनि अब घर जस्तै टोइलेटमा जानुपर्ने। अनि इन्डिया जाने भनेर गएको, कमाउन जाने भनेर गएको। अब बिहा गर्ने, अब हाँसो मजाकमा त बिहा गर्ने हो र भन्ने कुराकानी त चलेको थियो। अब तर यहीसितै म जाने हो, यसरी नै म जाने हो, यो मान्छेसितै मेरो बिहा हुने हो भन्ने थाहा भएन हेर्नुहोस्। अनि उहाँ गएपछि त्यसले के गरी भन्नुहुन्छ भने मलाई त्यो दिदीले त्यसलाई पनि बाँचिराखोस्, त्यसलाई पनि मैले नराम्रो भन्न चाहन्न। किनभनेपछि मेरो भिडियो त उसले पनि हेर्छ होला होइन, अनि देख्छ होला, दुनियाँ जनताले देखेका छन् भने उसले पनि देख्छ होला। उसले पनि धेरै धेरै धन्यवाद भन्छु कि मैले। तर 2टा बच्चा उसको रहेछ, मलाई साइनमा भन्ने, मलाई टोइलेट जाम नानी हिँड भनेर दिल्ली गइसकेपछि मलाई बाथरुममा लगेर ल्याउनु भयो। ल्याइसकेपछि उहाँले के गर्नुभयो भने मलाई बसालिदिनु भयो रहेछ पन्जाबको बसमा। अनि उसले के भन्नु भने बसमा जा नानी, बसमा गएर बस, म फेरि नानी बाबुलाई बाथरुममा लगेर ल्याउँछु भन्नुभयो। भनिसकेपछि तपाईँ त त्यो त मलाई पन्जाबको बसमा बसालिदिएर अनि आफू पानीपतको बसमा बसेर रहेछ 2टा बच्चा लगेर बाथरुम गएको दिदी आउला खै आएन हेर्नुहोस्। म एक्लै, मेरो बुढा र म। अनि
त्यहाँपछि बस आउला खै म बसमा बसिसकेपछि बस घुत्तै हिँडाली गयो। हेर्नुहोस् मेरो मान्छे छुट्या छ पर्खिनुहोस् भन्दै त्यो बस हिँडाली गयो। म चिच्चाइ रोइसकेपछि त्यहाँ अब अलि पर गएपछि गाडी रोक्यो। हेर्नुहोस् गाडी रोकेपछि के भयो किन रोयाको यो नानी किन रोयाको भनेर हुँ इन्डियाको भाषामा सोधेछ। अब त्यति बेला त भाषा बुझ्ने त कुरै छैन। अनि मेरो बुढाले हाम्रो आमा अस्पतालमा भर्ना हुनुभएको छ, आमा बित्नु भयो, त्यही भएर रोया छ, मेरो बहिनी हो, अनि त्यस्तो केही होइन भनेर भन्नुभएछ हिन्दीमा है। अचालभरि त बुझ्छु मैले, उति बेला के थाहै नभएको भाषै नबुझ्ने। अनि त्यस्तो भइसकेपछि उहाँ गइसकेपछि मेरो अछाम भन्ने ठाउँमा मेरो आमाजुको बिहा भएको। बुढा अछामी, बुढी चाहिँ मेरो आमाजु। वहाँ जाने बेला त दाजी त खुसी भएर हेर त कान्छु मेरो सालोले यस्तो राम्रो बैना लिएर आछ भनेर खुसी भएर त्यहाँ त हेर्नु पेटी बेर ल्याछन्, मासु ल्याछन्, पकाछन्। मान्छे त कहाँबाट जम्मा भए कहाँबाट सब नाच गान गर्या छन्, टिको टालो लगाइदिए। म त अब त्यो केटाटी उमेरी भरे आज भोलि जस्तो भइदिए भएपछि त कति केही भन्दैमला कि होइन, मलाई हेला नगरिस् भन्दैमला, कति मैले दुःख पाएको छु, म यस्तो बिहा गर्दिनँ भन्दैमला। त्यो ठाउँमा मैले बिहा गर्दिनँ, म यहाँ बस्न सक्दैन, म बस्दैन, मलाई नेपाल पठाइदिनुहोस् भन्दा नि कसैले मलाई साथ सपोर्ट दिएनन् कि। नदिँदाखेरि एकजना फुवाजु भन्ने हुनुहुन्थ्यो, उहाँलाई मैले भने फुवाजु म नेपाल जान्छु, मलाई घर पठाइदिनुहोस्, म बस्दिनँ यो मान्छेसित, म बस्नै सक्दिनँ भने बुढालाई भनिसकेपछि उहाँले भन्नुभयो, अर्कै बोल्नुहुन्थ्यो, प्युठानी भाषा त भइगयो। मुसे बनौरो के गर्न आइतिस र तैँले पनि दुःख पाएको, यसको पनि आमा नभएको, दुईटा उस्तै भेट भएको छौ, लाटो सोझो छ, नकरा जामनी आइमाईको जातलाई जानुपर्छ, किन आइतिस त खाइतिस खुर्सानी देख्दैनस् आँखा भन्ने। अनि भने जस्तै आउने बेला आइस, अहिले गर्दैन बस्दैन भनेर हुन्छ र भनेर भन्नुभयो। किन रोया छ यो दिदी भन्नु होला सबैले, तर आफ्नो कहानी बताउने बेला मेरो आँसु आएको मात्रै हो। अनि त्यस्तो गरेर बिहा भइसकेपछि त्यहाँको मान्छेले के भने हेर फल्ला, मेरो बुढाको नाम गरेर हेर फल्ला, यसलाई यस्तो ठाउँमा लगेर राख जहाँ कोही नेपाली छैनन्, योलाई घर फर्काएर गयो लैस भने यो बस्दैन तँसित, एउटा दुईटा बच्चा नहुँदासम्म यसलाई नेपाल लग्ने काम नगरेस् भन्नुभयो। अब अलि धनी मेरो आमा बाउ भइदिए जस्तो भएपछि त मलाई खोज्थ्यो होला होइन, खोज्थ्यो होला। मेरो दिदी बहिनी दाजुभाइ सबै छन्, आफन्ती कति छन्, तर मलाई दुःख परेको बेलामा मेरो लागि सबै मरे कि, आमा बाउ दाइ भाइ सबै मरे। मैले यस्तरी मेरो हालत कस्तो भयो, एउटा दिल्ली बम्बईमा थुनिएको कोठीमा बन्द भएको आइमाईलाई पनि सायद केही राम्रो सुविस्ता केही हुन्थ्यो होला, तर म त्यस्तरी मैले आफ्नो जीवन हालिसकेपछि मेरो दुईटा बच्चा भयो। 15 वर्षमा एउटा छोरा जन्मिसकेपछि हेर्नुहोस् त्यो छोरो अपाङ्ग जन्म्यो। अपाङ्ग भन्नाले अब 6 महिनाबाट त्यो छोरोलाई मिर्गी जस्तो एकदम फेन्ट भएको गऱ्यो। गरिसकेपछि एकदम धेरै बिमारी भयो। अनि बुढा पनि त्यस्तै, कसैको माया दया भन्ने मेरो बुढोमा थाहै छैन कि। उसले साँझ पर्छ गाँजा खाने हो, ढिल्ला भएर आउने हो, राति 2 बजे पनि एक शब्दमा गिरा उठेर चिया पका भनेपछि म उठ्नै पर्यो। केटाटी मान्छे कहिले निल लाएर सुत्यो भनेपछि थाहा पाएन भनेपछि झ्याम पिट्थे मेरो बुढाले मलाई, कति पिट्थे। त्यति बेला म चिच्चाएर रुँदाखेरि पनि कसैले सुनेनन्, कसले सुन्छ एउटा बन्द कोठामा। अनि म कतिचोटि त मर्न पनि सत्य, मलाई केले यस्तरी अड्डायो मेरो जिन्दगीमा। म धेरैचोटि मर्न सकेँ, तर म खोजेँ, मर्न चाहिँ सकेन। अहिले पनि बिमारी सर्छ, रोग सर्छ, मलाई चाहिँ राम्रो गर्ने, मेरो छोरालाई चाहिँ राम्रो नमान्ने गरेँ। अनि त्यस्तै गर्दै 2टा बच्चा भइसकेपछि नेपाल आएपछि बुढाले पहिलोचोटि घरमा लिएर मलाई 5 दिन मात्रै बसेर 5 दिनको फरक
ठ्याक्कै फर्केर त्यो बुढा इन्डिया जानुभयो। गइसकेपछि हेर्नुहोस् म घरमा मेरो साइनमा सासू रहेछन्, अनि बुवा हुनुहुन्न रहेछ, ससुरा बा हुनुहुन्न रहेछ। म त झड्केली बुहारी भइगएँ। मलाई घरबाट पनि लास्टै टर्चर भयो हेर्नु। मलाई एकदम टर्चर भयो। मैले न केही काम जानेको, न भिरमा घाँस काट्न जाने, डोका लगाएर कुर्ता सुरुवाल लगाएर जान्थेँ। सबै साथीहरूले भारी पुऱ्याएर आउने बेला म डोका बोकेर उहाँहरूलाई मात्रै हेरिराख्थेँ। म त्यो भिरमा जान नसकेर हेर्नुहोस्। अनि सबैले मलाई भारी उब्रोबाट 1 घन्टा 2 घन्टा मुठा घाँस उब्रोबाट हालेर लिएर मेरो डोकामा हालिदिनुहुन्थ्यो। एकजना माइजू भन्ने हुनुहुन्छ मेरो साथी जस्तै, अनि उहाँलाई मैले धेरै माया गर्छु के। उहाँले मलाई एक दिन यस्तै पाखुरामा समातेर त आइमे होस् नि, नगर्दै केही काम जान्नेन, तल झर भिरमा, तल झर कति दिन मान्छेले 1 घन्टा मुठा घाँस दिन्छन्, अनि यहाँ आऊ म तिमीलाई सिकाउँछु घाँस काट्न भनेर यत्रो ढिकबाट पाखुराबाट समातेर तल झार्नु भयो। झारिसकेपछि तल ढिक मुनि त यस्तै सम्म छ, अनि हित्तिनो काट घाँस तिमीले डोका भरिन्छ। हामी अलि तल भिरमा जान्छौँ भन्दै त्यस्तै गर्दा अलि तल गर्दा म उहाँहरूभन्दा धेरै भिरमा हिँड्न सिक्ने भएँ, गर्न सक्ने भएँ हेर्नु पछि। अनि फेरि 1 वर्ष 2 वर्ष जति बसेर फेरि बुढा इन्डियाबाट आउनुभयो। इन्डियाबाट आइसकेपछि 1 हप्ता मात्रै बस्नुभयो घर। 1 हप्ता बस्ने क्रममा फेरि अर्को माइलो छोरो भयो हेर्नुहोस्। माइलो छोरो भएर फेरि इन्डिया गएपछि मेरो छोरा जन्मेर, माइलो छोरो जन्मेर छोडेर नरान गरिदिएर 11-12 दिनको बुढा फेरि इन्डिया जानुभयो। इन्डिया गएपछि फेरि आउनु भएन हेर्नुहोस् 5 वर्षसम्म। त्यो स्वास्नीले के खाछ, त्यो बच्चाले के खाछ, कसरी मेरो घरमा चल्या छ, मसित बस्ने हो कि जाने हो कि त्यो बुढोलाई केही स्वादै भएन कि मतलबै भएन। पैसा पनि पठाइदिनु, पैसा त झन् पुरै छोडिदिनुहोस्, स्वर खबर केही छैन। मेरो माइलो छोरो 5 वर्षको हुने बेला फेरि के बाना बनाएर आउनुभयो। यो अब उति बेला त अब यो माओवादीको सिस्टम हेर्नुहोस् के भन्नुभयो। म त माओवादी साथीहरूले लिएर आएको, दाङ आउने एउटा साथी रहेछ, नेपालगञ्जसम्म कार्यक्रममा आथ्यौँ। अनि त्यहाँबाट एकजना दाङ आउने साथीलाई भेटाएपछि मलाई त घर आउन मन लाग्यो, त्यही भएर केही नलिएर आछु भन्नुभयो। त्यसबेला त मैले बाटो खन्थेँ हेर्नुहोस्। अनि बाटो खन्ने यस्तै अर्काको रोड बाटो, हजुर, ढ्याडी काम गर्ने, जसको महिनामा 900 रुपियाँ, महिनाको 900मा घाँस काट्न बसेँ हेर्नुहोस्। घाँस फेरि बारीमा काट्ने भए त हुन्थ्यो, वन गएर 1 भारी घाँस ल्याउने हो, फेरि बिहान फेरि त्यो घाँस छोडेर फेरि दिउँसो खाना खाएर फेरि त्यसको घाँस दाउरा ल्याउने हो कि सोत्तर ल्याउने हो, फेरि वन जाने हो। महिनाको 900 रुपियाँमा गर्दै म यहाँसम्म आएँ। पहिला यहाँ कसरी यो ठाउँमा व्यापार व्यवसाय कसरी गर्न आउनुभयो? अनि सबैजना कति छन् तपाईँका छोराछोरी? मेरो 3टा छोरा, एउटा छोरी छ। एउटा जेठो छोरो अपाङ्ग भइगयो। 2टा छोरा सही सलामत छन्, राम्रै छन्, अहिले इन्डियातिर गएछन्। मान्छेले दुःख पछि सुख आउँछ भन्थे, हो रहेछ। अहिले चाहिँ मलाई त्यो मेरो समय, त्यो टाइम हेरेर मलाई धेरै राम्रो छ। म छोडेर पनि कहीँ गएन। मलाई पहिला लगाइदिनलाई हेर्नुहोस् मान्छे कति आए लोग्ने इन्डिया गए बेला, लोग्ने इन्डिया गए बेला सानो घर बनाएको थिएँ हेर्नुहोस्। त्यो पनि आगो लागिगयो, म कहाँ बस्ने के? कसरी लाग्यो आगो? त्यो जेठो छोरोले सानो एउटा माथि र घरदेखि माथि र सर हुनुहुन्थ्यो, सरको घर एउटा गाई रहेछ, त्यो पाल्न ल्याएँ मैले। नानी आमा गाई थियो हेर्नुहोस्। त्यो गाई थुरथुर कामेछ। कार्तिकको महिनामा म त घाँस काट्न गएको थिएँ, जाडो भयो भनेर हेर्नुहोस् त्यो जेठ छोरोले नलमा आगो लगाइदिएछ। आगो लगाइदिँदाखेरि सानो झुपडा थियो हेर्नुहोस्। त्यो झुपडा पनि आगोले खाइदिएको। मेरो त लाउने लुगा पनि छैन, मेरो त खाने घाँस पनि छैन। त्यो माइलो छोरो हेर्नुहोस् भित्र झोलङ्गामा सुताएको। हुइत्ती माथि र निमबहादुर खत्री हुनुहुन्छ, उहाँको बुढाबुढी तल दुगुर्दै आइसकेपछि आगो त भ्वाक भ्वाक खस्छ, ताल नभए घर त भइगयो। अनि उहाँको श्रीमतीले जानुहोस् न त्यो नानी त बचाइदिनुहोस् भनेर आफ्नो बुढालाई ढेकुलेर मेरो नानी टिपेर ल्याउने बेला उहाँको शरीरमा यत्रो आगोको पोला खसेछ कन्नामा। बल्ल बल्ल त्यो नानीभरि बचाइदिनु भएछ। मैले उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। मेरो छिमेकी
साथीहरूले मलाई कसैले पनि नराम्रो गर्नु भएन, नराम्रो भन्नु भएन। मेरो घरमा खानेकुराहरू नहुँदाखेरि ला नानी यति लगाएर पकाएर खा, यो आज यो सब्जी लगाएर बनाएर खा भनेर मलाई छिमेकीबाट धेरै साथ सपोर्ट भयो। अनि त्यसरी आगो लगाइसकेपछि मेरो शरीरमा एउटा लुगा छैन। हेर्नुहोस्, म त न्हाउन गएको छु, एउटा मेक्सीसित बनबाट आएर न्हाउन गएको, एउटा लुगा छैन। एकजना दाइ हुनुहुन्थ्यो, बित्नुभयो, उहाँ श्रीकान्त दाइ हुनुहुन्थ्यो। उहाँको बुढीलाई भन्नुभयो, उहाँको नाम लक्ष्मी हो, ए लक्ष्मी यो लाउरेनीलाई के अरे कपडा देल, लुङ्गी बुलोज के छ त्यहाँबाट देल भन्नुभयो। अनि उहाँले मलाई थानकै कपडा के एउटा धोती, एउटा बुलोज, एउटा लुङ्गी दिनुभयो। र आग लगाइसकेपछि सबैले मलाई यहाँ बाहिर आऊ, बोल्न पर्छ, चल्न पर्छ, अब चुम्म लाएर कुनामा दुगुरेर हुन्न, अनि तिमी टाठो बाटो यहाँ बाहिर आऊ, लाउरेनी कसरी घर बनाइदिने हो तिम्रो, यस्तै झुपडा घर बनाइदिने हो कि कस्तो घर बनाउने हो भन, तिम्रो बुढा कहाँ छन् भनेर भन्नुभयो। भनिसकेपछि अब बुढा कहाँ छन् थाहै छैन। अजाल जस्तो फोन भए फोन गरेर भन्ने हो, उति बेला त तपाईँको त चिठी त्यही पनि 6 महिना वर्ष लाग्थ्यो चिठी आउनलाई, फोनको सुविस्ता नभएको। र मैले भने ल केटा काँचो खर काटेर कात्तिकको महिनामा काँचो साँचो खर काटेर यस्तै झुपडा झापझुप बनाइदियो भन्नुभयो। भनिसकेपछि एकजना दाइ हुनुहुन्थ्यो, एकजना दाइले फेरि भन्नुभयो, उहाँको नाम रामबहादुर खत्री हो, उहाँ त्यति बेला वनको अध्यक्ष पनि हुनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो, ए नानी घर त अहिले तेरो घर बनाउने टाइम छ, नरौ यसरी, अनि घर आगलाई भएको मान्छे त पलाउँछन् गएर धनी हुन्छन्, रुन्छन्, र अब तिम्रो घर बनाउने टाइम यही बेला आयो, बनाऊ जसरी भयो भने घर भनेर भने। कसरी बनाउने त भन्दाखेरि त्यहाँको मान्छेले मलाई के बाटो लगाइदिनु भयो भने दिनभरि माग्न हिँड्ने, अनि घर चाहिँ यताउताबाट सहयोग गरेर ल आइजाऊ, कसले बनाउने यो गिराको घर, कसले बनाउने यो लाउरेनीको घर भनेर हाम्रो एकजना हेड सर हुनुहुन्थ्यो हाई स्कुलको, तिराम हाई स्कुलमा पढाउने हेड सर हुनुहुन्थ्यो, उहाँको घर मेरो घरदेखि माथिरै थियो। मेरो भनिसकेपछि उहाँले दुई भाइ छोरा छन्, कान्छो छोरो जन्मेकै थिएन, दुई भाइ छोरा छन्, कमाएर दे दिला नदे के भन्छन्, मेरो एउटा छोरी छ, दुईटा छोरी भन्नुला, तिमीहरूले काम गर, तिमीहरूको ज्याला म दिने भएँ भनेर उहाँले भन्दाखेरि मलाई मेरो बाउ कहाँबाट आउनुभयो भन्ने जस्तो भयो। हेर्नुहोस्, अनि उहाँले त्यो भनेपछि अहिले हाम्रो त्यो भाइ बित्नुभयो, उहाँ माओवादीको एकदम राम्रो सेना हो, पदम मोहरा भनेर चिन्छौँ हामीले उहाँलाई। त्यो भाइले भर्खर बिहा गरेको, तिनको बुढाबुढीले 2000 मा ढुङ्गा ठेक्का ल्याउनु भयो। त्यति बेला मेरो घर बनाउनेको उसमा घर आग लगाइसकेपछि 2000 मा उहाँले ठेक्का ल्याउनु भयो। अनि 5000 मा दार काट्नेले ठेक्का ल्याए, दार त मलाई गाउँलेले समितिले फ्रीमा दिए। हेर्नुहोस्, 5000 मा उहाँले दिनुभयो। अहिले मेरो जुन छोरा त्यो आगलाइबाट बचाउनु भएको थियो, त्यो निमबहादुर खत्रीले मेरो घर 7000 मा ठेक्का ल्याउनु भयो, गाह्रो लाउने भनेपछि उहाँहरूको पेमेन्ट सबै मेरो त्यो हेड सरले गरिदिनु भयो। गरिदिसकेपछि 16000 कति 17000 त्यस्तै आथ्यो। अनि गाविसबाट 4-5 हजार मिल्या थियो। गाविसबाट खलङ्गा रेड कर्सबाट तिनी लाउने ओर्ने ओछ्याउने भाँडाकुँडा दिलाइदिनु भएको थियो उहाँहरूले। अनि त्यस्तै गरेर मैले सानो 2 कोठाको राम्रो घर बनाएँ। घर बनाइसकेपछि त्यतिखेरसम्म लोग्नेको अत्तो पत्तो त्यति बेलासम्म त्यो लोग्नेको अत्तो पत्तो छैन। त्यो घर बनाइसकेपछि तपाईँहरू जस्तै आइमै भएको ठाउँमा म माग्न जान्छु, अलि धेरै लोग्ने मान्छे भएको ठाउँमा म यस्तै झाडीमा घारीमा लुक्छु। हेर्नुहोस्, म त्यो किमचुर पामाङ भन्ने ठाउँमा पनि माग्न गएँ, रातपानी धनचुर भन्ने ठाउँमा पनि माग्न गएँ। माग्ने ठाउँमा कस्तो कोहीले राम्रै वचन गरे होला, कोहीले नराम्रो वचन गरे कि गरे? नै, नराम्रो कसैले गर्नु भएन, नभएको कुरा गर्न हुन्न। कसैले गर्नु भएन, कसैले लुगा दिने, कसैले मकै दिने, कसैले गहुँ धान दिने, त्यस्तै गर्नुभयो, गरेर दिनुभयो। अनि मैले त्यो खाने पनि भयो, अलिअलि बेचेर तिनी काम गर्नेहरूलाई अब नास्ता पानी खुवाउने पैसा पनि गराएँ। त्यस्तो गराएर घर बनाएँ। त्यो बुढोलाई थाहा छैन। घर बनाइसकेपछि बुढा धेरै पछि आउनुभयो। त्यति बेला नि खाली चाहिँ आउनुभयो।
1 रुपियाँ नलिएर आउनुभयो फेरि नकुट्ने नपिट्ने बात हुन्थ्यो कति हो ए भोगमा आएर कुट्ने रक्सी खाने बानी थियो अहिले त त्यस्तो छैन बिग्रिया मान्छे पनि सुध्रिन्छन् भन्ने सुनेको थिएँ अहिले त त्यस्तो केही छैन भर्खरैबाट फेरि केही नभएको रक्सी खान छोडेर मात्रै नत्र रक्सी खाएपछि त तपाईँलाई देख्यो भने शङ्खा मान्ने अब उसले देख्यो नि केटा मान्छे त झन् देख्नै भएन अनि आइमाईसित पनि तपाईँसित हिँड्दा नि त्यो ठिक छैन भन्ने यो ठिक छैन भन्ने रक्सी खाएपछि त तपाईँको त तिनी घरमा छोराछोरी कता दुगुर्ने हो आफू कता दुगुर्ने हो बच्नै गाह्रो के त्यस्तो गरेर मैले जिन्दगी हालेँ अनि त्यस्तो गरेर बसेको श्रीमान त फेरि त्यो घर सर निम्जेर आइसकेपछि फेरि रित्तै आएर फेरि त्यही छोराछोरी बनाउने काम भन्दा सहयोग त होला त्यो सहयोग हो कि स्वार्थ हो कि मजा हो कि के हो मैले केही थाहा पान्न फेरि त्यत्रो वर्षको माइलो छोरो त 5 वर्षको त गराइहालेको थिएँ मैले हिँडी बसेस् हिँडी उ गरेस् भनेर खाइस् भनेर हिँड्न सक्ने त मैले गराइहालेको थिएँ यताउता छाडा भइसकेको थिएँ नि त अनि मैले त्यहाँ गाउँमा तिनी खत्री हुर्का मकै खन्न काम गर्न जाने बेला मेरो त्यो माइलो छोरोलाई यस्तै केराको थाममा डाँडी बनाएर सुताएर मैले तिनीहरूको काम गर्थेँ कि अनि त्यस्तो गरेर काम गरेर छोराछोरी पालेर अलि त भएको थियो नि छोडेर हिँड्न सक्ने जस्तो भएको थिएँ फेरि टक्रक्क आइपुगेर फेरि कान्छो छोरा भयो हेर्नुहोस् कान्छो छोरो पेटमा 2 महिनाको गर्भ छोडेर गएको श्रीमान त मेरो कान्छो छोरो 11 वर्ष भएपछि बल्ल हामी 2 जनाको मिलोत भयो हेर्नुहोस् कान्छो छोरो जन्मेर 5 वर्षको भएपछि त एकैचोटि फोन आयो इन्डियाबाट दाइहरूले फोन गर्नुभयो ल त्यहाँबाट भात खाएर यहाँ हात चुट्न आइजा अरे तेरो बुढोले फोन गरेर अर्को बिहा गरेर यहाँ पटियाला आउन लाछन् कहाँ बसेका थिए थाहा भएन अनि उहाँले त्यो आइमाई पनि बच्चा भएको आइमाई बुढा भएको आइमाई यहीँ दाङ ढोडेनीको हो अनि उसको बुढालाई त्यो मेरो सौतालाई उसको बुढासित लगाइदिए मलाई मेरो बुढासित अब मैले त बुढा लिएर आउने हो गएपछि तिनीहरू बुढाबुढी बसेको कोठामा मलाई लगेर मेरो बुढाले जानुभयो गइसकेपछि मेरो त 3टा चारवटा बच्चा छ 2टा बच्चा नेपाल छोडेको छु 2टा बच्चा उहाँ लगेर गएको छु त्यो अपाङ्ग छोरोलाई त छोड्न सकेन मैले कसले हेरिदिन्छ र अनि छोडेर गइसकेपछि साँझ त्यो आइमाईको फोन आयो त्यो सौताको फोन आइसकेपछि त्यसले के भन्यो भने पानीमा टेकेर ओबान हुन नखोज्नुहोस् म पनि टुरी हुँ घरबाट बुढी आयो भनेर मलाई धोका दिने काम नगर्नु होला हाम्रो माया छँदैछ मलाई छोड्ने भुल्ने काम नगर्नु होला सराप लाग्ला तपाईँलाई भनेर फोन गरी मेरो बुढाको आश रहेछ यसले आइजा यहीँ हामी दुईटी मिलेर बसौँला भन्छ कि भन्ने उहाँको मनमा रहेछ मलाई त्यो भन्न आएन हेर्नुहोस् कि मलाई सिकाएपछि मैले भन्थेँ मलाई आएन नआउँदाखेरि मैले जिन्दगीमा पहिलोचोटि मेरो बुढालाई त्यति बेला त भन्याम हेर्नुहोस् त्यति बेला त भन्याम ला कुरा गर यो त जस्तै आइमाई हो आइमाईको मर्म आइमाईले बुझ्न पर्छ ला कुरा गर के गर्ने हो अब सबै तेरो हातमा छ भनेर बुढाले मलाई फोन दिनुभयो दिइसकेपछि मैले भने मैले कुरा गर्दैन मसित सोधेर ल्याएर तेरो बुढीसित तैँले आफै कुरा गर भनेर भने हेर्नुहोस् त्यो भन्दाखेरि मलाई मेरो बुढाले केले हानु हेर्नुहोस् यहाँ यी मेरो यो चोट छ के यो चोटले मलाई विदेश पुऱ्यायो हेर्नुहोस् यो चोट छ मैले पानी निल्न पनि सक्दैन थिएँ पिटेर अनि त्यही अपाङ्ग छोरोले तल गएर बेल बजाएर आमा बिबी मेरो मम्मीको खुनै खुन भएको छ आउनुहोस् बुढोले त्यस्तरी हानेर स्वाट्टै फराएर कहाँबाट गयो मलाई थाहा भएन म त बेहोस भएर पल्टिकेँ त्यति बेलाको चोटले मलाई अहिलेसम्म पनि यो मुटु खान्छ मलाई हार्ट एट्याककै बिमारी पाइदा भयो धेरै टेन्सन भयो क्या मलाई जसले सानोमा लिएर पाल्नु भएको थियो दिदी भिनाजुहरूले म प्युठान जाने मान्छे इन्डियाबाट मलाई सबैले चन्दा उठाएर नेपाल पठाए यत्रो गरम पट्टी बानेछु घाँटीमा हेर्नुहोस् अनि यहाँको चोटले होइन चेपट्याएको कि घाँटी यो चोटले मलाई यति टाठो बनायो हेर्नुहोस् मान्छेलाई पर्ने रहेछ बाँच्नलाई केही गल्ती गर्न पर्ने रहेछ र आफूलाई केही समस्या आइलाग्न पर्ने रहेछ अगाडि बढ्नलाई के
मलाई यो चोटले म प्युठान तिराम जाने मान्छे हेर्नुहोस् लमै झरेर मेरो दिदी भिनाजुको घर यहीँ बरगद्दा छ आएर म भित्र पसेन यत्रो झोला छ तिनी केटाहरूले कपडा के तिनी मान्छेले दिएको के दिदीहरूले अब आफन्तीले दिएको लाउने लुगा यत्रो झोला छ एउटा कान्छो छोरोलाई त्यो झोला उप्र बोकेको छु त्यो जेठो त्यो अपाङ्ग छोरोलाई लतारेको छु अनि त्यस्तै गरेर दिदी घरसम्म पुगे भ्या त झोला फालेर म त ऊ गरी रोएँ के मेरो आफ्नो भन्ने त्यो दिदी भिनाजु भन्दा कोही भएन के अनि रोइसकेपछि मेरो दिदीले मेरो नानीलाई के भयो किन यसरी रोइस् नानी भन्नुभयो रुनु भयो हिँड नानी भित्र म जान्न भित्र मलाई जस्तो भानी पोइ चाहियो मलाई केटा खोजिदिउ म पहिला जान्छु मलाई पहिला लगाइदिने बासी म यति बस्छु नत्र म हाम फालेर मर्छु म बाँच्दैन अब जवाको राम्रो रूपको घमण्ड गर्थिस् यत्रो वर्षसम्म तँलाई एक्लै छोड्दा नि तँलाई कसैले लगेन अनि त बसे आटो छ गए बाटो छ मेरो घरमा ताला लगाइदेल भन्ने बुढोले त्यो भनेको लास्टै चोट लाग्यो त्यो मैले मागी बनाएको घर त मेरो रहेनछ आइमाईको त केही पनि हुने रहेनछ त्यस्तरी चन्दा उठाएर दिनभरि माग्न गएर राति जुनेली रातमा मैले दार बोक्थेँ हेर्नुहोस् वनबाट मलाई डर लागेन होला यत्रै थिएँ पुरा तिनी ढोकाको पाटीहरू मैले एकैचोटि बोकेर ल्याउनु बेला मेरो ससुराले मेरो बुहारी हेर्दाखेरि सानो भयो भने बल्ली रहेछ यत्रा थाम चर्याप्पै पारेर ल्याए भन्नुहुन्थ्यो कि ससुराले जुनेली दिनभरि माग्न हिँड्थेँ जुनेली रातमा म त्यो दार बोक्न जान्थेँ कि बोकेर ल्याएर त्यस्तो दुःख गरेर बनाएको घर त मेरो रहेनछ घर त त्यसको बो रहेछ मैले त ताला लाएर हिँड्न पर्यो रे त्यो पीडाले मलाई लास्टै सतायो हेर्नुहोस् लक्ष्य खान सिकेँ त्यो पीडाले हेर्नुहोस् अनि दिदी भिनाजुले मलाई के भन्नुभयो भने नानी अब तिमीलाई कसले लग्छ चारवटा बच्चा छ कसले लग्छ तिमीलाई त यो बच्चा लगेर पहिलो जाने नि त तिमीलाई त बच्चा आगो लाएर मारिदिन्छ तिम्रो यस्तो अपाङ्ग छोरो छ अनि यो रात दिन मर्ने छोरो तिमीलाई त आगो लाएर तिमीलाई त झन् मारिजान्छ पहिला जाने कुरै नगर बरु दुःख सुख जसरी हुन्छ तिमी विदेश जाऊ विदेश गएर कमाएर आऊ पैसा कमाएर आएछौ राम्रो भएछौ भने मेरो भाग्यले भनौला पछि यदि मरिहालेछौ भने मलाई गाल सराप नदे मलाई सत्त सराप नदे म पठाउँछु विदेश जानुभयो त्यसपछि म विदेश गएँ विदेश गइसकेपछि राम्रै कमाएँ 7वटा बच्चा हेर्थेँ एउटा घरमा काममा लागेपछि म 7वटा बच्चा हेर्ने मलाई भाषा बुझ्दैन थिएँ वाटर भन्छ एउटाले भन्छ माई भन्छ एउटाले भन्छ नेपालीमा बोल्न सिकाएर पानी भन्छ एउटाले पानी लिएर दिन्छु मेला आन्टी आतिनी माई भन्छ त्यो भने के पानी भने लिएर दिन्छु फेरि अर्कोले मेरा आन्टी गिर्मी वाटर भन्छ अब त्यो वाटर भने के हो मैले भने के हो अब नेपाली बुझिन्न बोल्ने मान्छे तिनी बुझिन्न इङ्ग्लिस पछि त वाटर स्वाटर पनि जाने पानी भन्ने रहेछ गिर्मी भने पनि बुझे त्यो ले भने रहेछ स्कुल पढे जस्तै हुने हुन्छ के त्यो गिर्मी मलाई अनि त्यस्तै गर्दा कपाल बाँड्दिनु एउटालाई बाँडिदिन्छु अर्को आइज भन्छु छुर्र पारिदिनुपर्छ आइजाके भन्छु अर्कोले आएर पछाडि आएर कपाल लुज हान्दिनु भएन अर्का छ हान्ने हो त्यहाँ त मर्ने हो क्या हान्नु बच्चाले पेट पारिस त मर्ने हो खाना खाऊ भन्छु एउटाले उता घोप्टाइदिन्छ एउटाले उता घोप्टाइदिन्छ कोहीले मुखमा हानिदिन्छ मेरै मुखमा जति बिति गरेर 8 महिना मैले त्यो 8 महिना बिताउने बेला मलाई 8 वर्ष जस्तै लाग्यो अब के अरे मैले यो घर छोड्छु भनेर भन्ने बेला त त्यो साउले त के भन्छ गिर्मी तमानिया मिया जीवी इन्ती रो बार्रा माफी मुस्किला आतिनी आना पुलिस हात्ती आना वाहेद इतनिन अर्बा खम्सा सित्ता सवा तमानिया जीवी पुलिस जीवी भन्छ हेर्नुहोस् अब पैसा भने रहेछ अब आफूले बुझ्ने भयो तँलाई मैले 800 रुपियाँ हालेर किनेर ल्याएको त्यो 800 रुपियाँ मलाई देल जहाँ जाने भने जा नेपाल जाने भने जा जता जाने भने जा मलाई केही मतलब छैन तँलाई त मैले किनेर ल्याएको 800 रुपियाँ ले पैसा मेरो भन्छ अनि मेरो बुढाले सौता लिएर म गएको 1 वर्षपछि मेरो बुढाले सौता ल्याएर नेपाल घर आयो
सासूसित छोडेर गएको थिएँ मैले त सासूलाई हेरिदिनुला भनेर छोराछोरी तपाईँको खर्च पानी मैले आफै बिहे गर्छु तपाईँको ऋण पनि म तिर्दिन्छु तपाईँ मेरो छोराछोरीसित बस्नुहोस् ससुरा बितिहाल्नु भयो अब मेरै घरमा बस्नुहोस् भनेर बसालेको थिएँ 1 वर्षपछि मेरो बुढा सौता लिएर घरमा आइसकेपछि मेरो बुढाको रक्सी खाएपछि बौलाउने बानी उहिलेबाट अहिले होइन फेरि उहिलेबाट रक्सी खाएर बौलाउने बानी अनि ल तैँले मेरो बुढी विदेश पठाउने त होस् तँलाई त मारिहाल्छु भन्ने आमालाई एकतिर लखट्ने छोराछोरीलाई एकतिर लखट्ने यिनी मेरो छोराछोरीले पाउनु दुःख पाए कि त्यो जेठो छोरो त्यस्तो अपाङ्ग छोरो त्यो सौदाले तेरो छोरो छोप्न आयो भनेर त्यो खन्ने कि गोइटीले पक्कै टाउकामा हिर्काएर त्यहाँ पुरा रगतको खोला बगेछ अरे छोराछोरीले सासैसासबाट फोन गर्छन् मम्मी हामीलाई बचाउन आउनुहोस् भन्छन् छिमेकीले पनि तेरो बुढा बौला छ तेरो बुढा बौलाएर उहाँ रगतको खोला बगाएको छ त्यो सुरजलाई हिर्काएर हामीलाई जानै दिन्न कति पापी रहेछ नानी तँ आउन सक्छस् भने आइजा हामीले त तँलाई खबर दिएको मात्रै हो भनेर त्यहाँ छिमेकी दिदी बहिनीले फोन गरेर भनिदिन्छ 60 रुपियाँ तलब छ श्रीलङ्काले यस्तै नेट फोन चलाउने तपाईँको 1 डिरममा 2 मिनट कुरा गराइदिन्छ त्यसले नि मेरो मजा लुट्यो अनि त्यसले मेरो मजबुरीको फाइदा उठायो अब यतिको टाठो भइदिएपछि त मैले आफै प्याग हालेर कुरा गर्थेँ होला ठुलो फोन थिएन मसित सानो फोन थियो म जान्छु घर म बरु फिर्ता आउँछु भनेर हुन्छ भनेर मलाई चाहिँ टिकट सिकट काटेर कपडा सपडा किनिदिएर राम्रै तरिकाले मलाई पुरा बड्डोले तलब दिएर मलाई सेलेरी दिएको 5 दिनको साउ मर्या थियो अनि त्यो 5 दिन मात्रै मैले काम गरेको थिएँ बढी फेरि 1 महिनाको पुरै तलब दिएर सबैले 10-20 पैसा उठाएर अनि लायो तेरो घरमा खर्च हो तेरो बच्चाहरूलाई हामीले टिप्स दिएको हो यो तेरो तलब हो भनेर पैसा दियो त्यो टिप्स दिएको पैसा मात्रै मैले काठमाडौँ आएर एउटा होटलको साउजीलाई यो पैसा मेरो नेपाली बनाइदिनुस् न भनेर दिएँ तर कति पैसा थियो कति भयो मैले केही थाहा छैन उहाँले मलाई जम्मा 88,000 मात्रै दिनुभयो 80,000 र 8,000 2,000 हालेपछि 90,000 हुन्छ भन्नुभएको थियो तर पैसा यत्रै थियो बिटा तर कति डिरम थियो त्यो मलाई थाहै भएन कतिमा साट्नु भयो उहाँले त्यो पनि मैले सोधिनँ फेरि बच्चाहरू यहीँ दाङमा ल्याएर राखिदिनु भयो राखिदिइसकेपछि म फर्केर गएन फर्केर नगएपछि तपाईँ त्यसै विदेशबाट आएर उहाँ जानु भएन यहीँ दाङमै आएँ तर सासू भेट्न त गएँ त्यति बेला मेरो सौता घरमै थियो सासूहरूलाई भेट्नलाई त घर जानु पर्यो बुढाले हो नि सौती मिलाउनु त बुढो त उहाँको कान्छी बुढी उहीँ घरै छोडेर यहाँ म आउने पहिले आएर बसेँ खाने अनि बसिसकेपछि अब त्यो सौदासित म कसरी भेट हुने बुढाले लएर ढोक भेट गराएर बुढाले मिलाउने हो नि त सौतीलाई त अनि बुढा आएर यहाँ थप्पकै उहाँ बिचारा त्यो सौताले के गरोस् त्यो डराएर थरथर छ मार्ची भनेर अनि म गएँ यहाँबाट जाने बेला त्यो सौता त मलाई तिराम मेरो घर पऱ्यो मुर्कुटी ल्याउन आएछ हेर्नुहोस् बसबाट म झरेकै छैन त्यो त उहीँ बसमा गयो कि अँगालो हालेर रुन हेर्नु त्यो सौता त कति जाने हो भगवान् कति जाने हो मैले मार्छु भनेर गएको मान्छे हेर्नुहोस् मेरो मनमा किन त्यस्तो दया आयो सासू अब त्यसलाई घर राख्ने बानी राख भगाउने बानी भगा तेरो हातमा छ मलाई त यस्तो दुश्मन लाएर बिहा गरेको मैले चाहेर बिहा गरे होइन मलाई दुश्मन लायो म लाटो मान्छे सोझो मान्छेलाई मलाई फसाए भनेर बुढो भनेपछि त मलाई बुढामा माथि माया लागेको हेर्नुहोस् टिठ लागेको त्यो षड्यन्त्र गरे होला भन्ने मलाई थाहा भएन हेर्नुहोस् अनि म गइसकेपछि त्यो सौतालाई म मार्छु भनेर गएको सौतालाई हेर्नुहोस् म मुर्कुटीमा बस रोकिया छ आइगी झ्याम्मै अँगालो पारेर रोएर मेरो अटेजी तल झारेर बर्को बिछाएर कुम्लो पारेर बोकेर ए दिदी मलाई नमार्नुलाई मलाई नकुट्नु होला मलाई केही नगर्नु होला दिदी तपाईँको त मेरो त कोही छैन यो गाउँमा मलाई आफ्नो भन्ने त मेरो त कोही पनि छैन मेरो पनि म पनि गरिबको छोरी हुँ खोलामा आमाले खोलामा गिट्टी कुटेर खान्छन् दिदी मलाई पनि मेरो बुढाले जति बिती कुट्ने पिट्ने गरेर यसले मेरो स्वास्नी छैन एउटा रोटी भयो भने बाँडेर आधा खाउँला मेरो स्वास्नी छोडेर पहिला गयो छोराछोरीले दुःख पाछन् भनेर म आइहालेँ तपाईँ हुनुहुन्छ भन्ने थाहा पाएपछि म आउने थिइनँ दिदी
तपाईँले मलाई बन्चरोको पासाले बङ हिर्काएर मारे पनि नहान भन्ने मेरो यो ठाउँमा कोही छैन। तपाईँको त आफ्नो गाउँ हो, आफ्नो ठाउँ हो भन्दाखेरि मलाई त्यसलाई जति बिति माया लाग्यो। हेर्नुहोस्, यति माया लाग्यो, यति माया लाग्यो। त्यसलाई त मेरो आफ्नो जन्म दिएको मेरो एउटै आमाले जन्माएको बहिनी भन्दा नि बढी माया लाग्यो मलाई। मैले बस भने त्यति बेला मैले हेर्नु रक्सी खाएँ कि त्यसलाई मार्छु भनेर होटलमा बसेँ। होटलमा बसेर त्यसले रक्सी खाने, त्यसलाई त उहाँबाट सासूहरूले सिकाएर पठाएछन् नखाइस् भनेर। हेर्नुहोस्, मैले मार्छु भनेर रक्सी खुवाएँ। ला तैँले मैले आज रक्सी खाम भने हेर्नुहोस् गोल्डन वाक रक्सी मुरकुटीमा एउटा सिसा किने, त्यसलाई खुवाएर मार्नलाई के मैले मार्छु भनेर पाप जाग्यो के। अनि जागेर मैले खा भने त्यो त बाठी रहेछ खाइनछु। हेर्नुहोस्, अब के अरे मैले पनि त्यसलाई मार्ने भनेर पो त्योसित खान सत्या मैले नि खाएको थिइनँ। म पनि बाठै बनाएको थिएँ, रक्सी त मैले नि खाएको थिइनँ। त्यसले मार्ने भने यस्तो पिट्ने भन्नुभयो त। पाछा भिर आउँछ मुरकुटीदेखि पर गएस् त गाडी त मुरकुटीसम्म मात्रै जान्छ। मेरो सामान बोक्न लिएर मलाई लिउन आएको भयो त्यो सौता त तिरामबाट मुरकुटीसम्म। अनि मेरो मनमा पाप जाग्यो कि यसलाई त्यो पाछा भिरबाट ढेगुलेर मारिदिन्छु रक्सी खुवाएर भन्ने त्यो पाप आयो कि मेरो मनमा। आइसकेपछि अब त्यहाँबाट झोलासोला बोकेर ए दिदी नानीलाई के लगिदिने होला भन्छ। आफ्नो उसको छोरी रहेछ एउटा सानो, अनि नानीलाई के लगिदिने होला भनी लगिदेल भने ए दिदी उहाँ त मासु पाइन्न ब्रोइलर लैजाम है भन्छ। त्यसलाई खानको पर्या छ, मैले त्यसलाई कतिखेर मारौँ भन्ने मेरो मनमा छ। खालिस मासु उहीँ खायो भने हुन्छ, लग्ने बानी लैजा ला लैजा भनेर 1000 रुपियाँ दिएँ। दिदी मलाई कस्तो चुरा लाउन मन लाग्छ, मेरो हातमा चुरा छैन, मलाई चुरा किनिदिनुहोस् न भने, चप्पल किनिदिनुहोस् न भने। होइन यो सौता हो कि यो मेरो कान्छी बहिनी हो यार भनेर मनमा मलाई भइराखेको छ, खुलदुली भइरहेको छ। अनि त्यहाँबाट ल ल किन भने फेरि 1000 दिएँ। जाम दिदी अब भनी बोकेपछि अटेजी अब कपडा ल्याइदिएको छु सासूहरूलाई मैले, कोही छक्क परेका छन् त्यसले बोकेपछि। जति भिड आउन लाग्छ उति रुनी कुरा गरेपछि, जति भिड आउन लाग्छ उति रुनी कुरा गरेपछि। अब अलि पाततिर पाछाको भिड छ हेर्नुहोस्, यस्तैमा चिउरीको बुटा छ, अलि हावा लाग्ने डाँडा जस्तो पनि छ। त्यसले भने दिदी कस्तो धौ भयो यति बसौँ न भनेर भने। हुन्छ बसौँ भने तँलाई तँ बसेको यति हो, तेरो कालले डोरा छ बस भने हेर्नुहोस् मार्छु भनेर के। त्यहाँबाट त्यसले गर्न थाली गुनासो, ए दिदी एउटा रोटी बहिनी खाम्ला आधा आधा भनेर ल्यायो मलाई त। तपाईँ यस्तो राम्रो हुनु नि छ मलाई थाहा भएन। ए मेरो दिदी सौता सौती मिलेपछि आफ्नै दिदी बहिनी भन्दा पनि बढी हुन्छ। मैले तपाईँले लगाएको बाटो काटेर हिँडेछु, तपाईँले गरेको कुरा तपाईँले गरेको काम मैले नाइको नास्ति गरेछु भने बल्ल त्यति बेला मलाई सौता भन्नु होला दिदी, नत्र मिलेर गरौँला, मिले जस्तो राम्रो के छ र दिदी। तपाईँले बाहिर गरे मैले भित्र गरौँला, मैले भित्र गरेँ तपाईँले बाहिर गर्नुला, मलाई नमार्नु होला दिदी, मेरो साना नानीहरू छन् दिदी, बुढाले मलाई यस्तै कुटेर यस्तै पिटेर सुख हुन्छ कि भनेर आएको दिदी, यो झन् अग्तिलो रहेछ, दाउरा बेचेर खान्छु दिदी भनेर रोइ। हेर्नुहोस् ए बा मलाई त झम्टी म त त्यसलाई अँगालो हालेर रोएँ, हेर्नु छातीमा टाँसेर रोएँ। तिरामका दिदी बहिनीहरू सामान ल्याउन आएका होइन, त्यो सौता सौती हो के। ए गिरा तँलाई रिस उठ्या छैन, म तँलाई रिस उठ्या छैन, त्यस्तो गरेर दुइटै औँला पारि रुन्छ खाने, तँलाई रिस उठ्या छैन गिरा भनेर भने। मेरो त रिस भन्ने जातै उठेन। भगवान् मलाई केले रिस मारिदियो त्यसको कुरा सुन्दा मलाई झन् मेरो त्यसलाई मलाई भन्दा पीडा त्यसलाई रहेछ भन्ने भयो के मलाई। एउटा मैले भने खाना आएको खा, अब भने हिँड भयो भने भरे यसलाई मारेर मलाई के मिल्छ र, गल्ती त मेरो पोइको होइन। यसले नल्याइदिए भाषी मेरो घरमा स्वास्नी छ, छोराछोरी छ भनेर यसले मलाई यसलाई नल्याइदिए भाइ त यो त त्यतिकै मलाई लैजा भन्न त आउने थिइनँ। म यस्तो दुःख पाएर त मैले कसैले भन्न सकिनँ, पहिला जान्छु भन्दा नि मलाई पोइ भेटेन पाइएन भनेपछि यसलाई पनि त मलाई जस्तै भएर आइहोलिस् भनेर भने। हेर्नुहोस् मैले दाउरा बेचेर खान्छु दिदी भन्दाखेरि मैले बाटो पनि खने, मान्छेको मोल पनि फाले, सोत्तर पनि काटे, घाँस पनि काटे, मान्छेको भाँडा पनि माझे, तर मैले दाउरा बेचेर खाइनँ।
त्यो ठाउँमा दाउरा कसले किन्ने सबै गाउँले मान्छेले आफै आफै गर्थे त्यो त दाङमा बसेर दाउरा बेच्ने बाइन लाएको के गरोस् बिचारा नचिन्या ठाउँमा दाउरा ल्याइदिन्छु एक छाक दिनुस् भन्यो अलि भन्ने त्यतातिर मन गयो हेर्नुस् मलाई रिस उठेन नउठेपछि त्यसले म मेरो सासू घर गएर बसे हाम्रो दुईटा सासू मेरो बुढाको आमा पनि उही गाउँमै पहिला गएको अनि मेरो जेठबासी त फेरि मेरो बुढाको आमा गएको म फेरि मेरो बुढाको आमा माइत जानु पर्यो पहिले त मेरो जेठबा जेठ्यामा अब मेरो बुढाको आमा त मेरो जेठबाले बिहा गरेको अनि त्यहीँ गएर बसेपछि मेरो माइली चाहिँ दिउरानीको छोरो जन्म्या थियो त्यसले भने थियो दिदी दिउरानीको बच्चा जन्म्या छ म भोलि आउँछु है दिदी भनेर भने मैले त्यसलाई के भनेपछि मलाई त रिस उठ्या छ त यहाँ आइज तपाईँले लगाइदिए बाटोमा र तपाईँले भनेको काम छाडेर जान्न दिदी भन्थिस् त्यसले छोरो पाछि त तैँले बेसार झोलसोल पकाएर खाना दिएर त यहाँ म हुने आइज भनेर भने त्यहाँबाट भनेर बोलाइसकेपछि साँझ त सासूहरू सबै जम्मा भएको छौँ छलफल गर्न छ मिलाउने बुढो त यहीँ घर बसे सासूहरूले मिलाउने हो नि त हामीलाई त दुई बहिनीलाई त ढोकभेट गराउने हो अनि सासूहरूले मिल्न पर्छ नानी के गर्छिस् त बा दुःख भयो ल्यायो त्यसले यस्ता बौलासित लडेर के गर्ने यसले नि जाति बिति दुःख पाछि नानी तैँले भन्दा बढी दुःख पाछि भन्नुभयो हुन्छ भनेर 500 रुपियाँ खुट्टामा राखेर ढोकभेट गराइदिनु भयो सासूहरूले टिन्टी सासूले सौदाले तपाईलाई गर्यो 500 रुपियाँ खुट्टामा राखेर दिदी भनेर ढोक्दिसकेपछि मैले त्यो लगाएर गएको थिएँ कपडा त्यसले त्यस्तो नराम्रो गरेन दिदी कपडा चेन्ज गर्नुहोस् म यिनी कपडाहरू धोएर ल्याइदिन्छु भनेर भने मैले भने हुन्छ ल धोएर ल्याइदे भने साँझ कपडा सपडा फेरि खुट्टा दुख्या छ र दिदी भनेर भने कि अनि भनेपछि दुख्या छ चाँपदेल मेरो खुट्टा तैँले अब भनेर भने अब खुट्टा चाँपेपछि त्यो त डरले पो चाँप्यो त्यो त मैले त्यसको देखिरहेको छु थाहा पनि मलाई भइरहेको छ यसले मलाई केही गर्यो नि भनेरै हो त्यस्तो गरेको पनि अनि झप उहाँ खुट्टा चाँपेपछि कि मेरो मैले भने अझै बेसी हेर्नु चाँप तँलाई आज रातभर सुत्दिनँ मैले खुट्टा चाँप खुब पोइको खुट्टा चाँपमला भनेर आउँदियो सर खा गाडी डल्ला मेरो चाँप अब भनेर भने चाँपियाछि उङ्याछि चाँप्याछि उङ्याछि मलाई जात्रै टिठ लाग्यो अनि लगाइसकेपछि मैले भयो सुत भने अनि अर्को दिन लुगासुगा लगी अहिले त बिचारा मोरी के त्यो सौती पनि मलाई रिस उठेन मान्छेको खै के भएर रिस उठ्छ त्यही रिस नउठेरै होला त्यो अब गई के अनि लुगासुगा लगिदिई धोएर कपडा सपडा सुकाइदिई मैले भने मेरो त्यहाँ बाक्साहरू छ मेरो कपडाहरू छ बाहिर निकालिदिएस् म घर जाने फर्केर भनेपछि आज बस्नुहोस् भनी गएँ मलाई कतिखेर त्यसलाई रिस उठ्यो भनेपछि मेरो घरमा गइसकेपछि त्यो मागेर बनाएको घरभित्र मलाई पस्न मन लागेन हेर्नुहोस् आउनुहोस् दिदी भित्र भनेपछि म त्यो भित्र पस्न मन लागेन त्यो बुढालाई सौतालाई देखेर पनि मेरो आँसु आएन त्यो बुढाले बिहा गरेछ भने सुनेर पनि मेरो आँसु आएन त्यस्तरी मलाई पिटेर भाग्दाखेरि नि मेरो आँसु त त्यति बेलै बग्यो तर मन दुखेर मेरो आँसु आएन त्यति बेला त्यो भित्र आउनुहोस् दिदी भनिसकेपछि त्यो घरभित्र म पस्न सकेन हेर्नुहोस् मलाई जति बिति आँसु आयो म यस्तै कर्सामा बसेर म रोएँ के मैले त्यस्तो दुःख गरेर त्यस्तो भिख मागेर बनाएको घर एउटा भिख मागेर मान्छेको सहयोगले बनाएको घरभित्र म बस्न कसरी पसम त्यो सौतालाई देखेर म त्यो घरभित्र पस्न मन लागेन नलाग्दाखेरि खाना बनाछु दिदी आउनुहोस् तपाईँलाई खाना मनपर्छ साग आटो पकाछु भने त्यति बेला मलाई रिस उठ्यो पछाडिबाट तेरो खाना तैँले आफै खा मैले खान्न तेरो हातको खाना खान्न मैले मेरो सासूले पकाउनु भएको छ घर अलिमुनतिर सासूको घर सासूले पकाउनु भएको छ सासूले पकाएको खान्छु तेरो खाना तैँले आफै खा भने म गुवा रोएर किन रुनु भएको छ दिदी भन्थे तँलाई देखेर रोएको के तँलाई देखेर माया लाएर रोएको भने अनि त्यो भनेपछि मैले छोला ल्याएँ सासू उनी गएँ एक गाँस खाना खाएँ अनि भयो अनि मैले त्यसलाई भनेर आएँ कि भाडामा बसेको छु यो घरको साउनी आउँदा दिन मैले यो घर छोड्न पर्छ भनेर बसेस्
यो सौतासित लडेर सम्पत्ति फ्याँकेर बसौँला भन्ने सपना पनि नसोचेस्। तेरो पहिले कमाएको एउटा डाडु पढ्नु पनि छैन नानी हेर। मैले मागेर बनाएको घर हो यो। अनि मैले दुःख मेहनत गरेर जोड्याएको सिन्का जोडेर म आज एउटा बस्ने बास मैले बनाएको थिएँ। यो घरभित्र मलाई पस्न मन लागेन। आम्ला एक दिन मेरो छोराहरू ठुला भएपछि आम्ला अनि भाडामा बसेको छु। यो घरको साउसाउने आउँदा दिन मलाई जानुपर्छ भनेर सोचेस् भने त्यति भनेर म आएँ। अनि खानेकुरा केही छैन दिदी, चामल सामल भर्ने पैसा दिनुहोस् न भने कि मलाई टिठ लाग्यो। अनि कापीमा 1 कट्टा चामल, एउटा जर्किन तेल, चिनी पत्ती दिनुहोला दाइ भनेर कापीमा लेखिदिएर पठाएँ। अनि लिएर तपाईँको त एउटा कागजको चिरकटाले पनि साउले पताउने रहेछन् दिदी। मलाई त पैसा लगेर जाँदाखेरि पनि 1-2 रुपियाँ छैन भन्दाखेरि नि सामान राखिदिन्छन्, मलाई त दिन्नन्। यो मेरो गाउँठाउँ होइन, त्यही भएर भने। अनि त्यो भनेपछि ठिकै छ भने आएँ। यहाँ आइसकेपछि मेरो बुढाको र मेरो फेरि फाइट पर्यो हेर्नुहोस्। फाइट परेपछि अब मैले त्यहाँ मन्दिरमा जानलाई परेवा उडामला भनेर मैले परेवा कबुल्या थिएँ। त्यो उडाउनलाई जान परेछ फेरि मलाई त्यही ठाउँमा बुढो त यहाँ मसित लडेर त अब हाराष्ट भएर अब फेरि बुढो कता जाने म कता जाने थाहा छैन भइगयो। अनि उहाँ म लडेर गइसकेपछि त्यो मन्दिरमा जाने बेला मेरो बुढो पछि गयो हेर्नुहोस्। पछि गइसकेपछि कहाँ बस्या छस् के गर्या छस्, अब म यस्तो गर्दैन भनेर म त्यही खत्रीकै छोरीको घरमा बास बसेको थिएँ। त्यहीँबाटै परेवा लग्ने मन्दिरमा जाने भने त साँझ त बुढो त रात लो कहाँ छस् के छस्। मैले खाएको बेलामा यस्तो गरेँ, रक्सी खाएपछि मेरो बुढोले थाहा पान्न भन्ने तँलाई थाहा छ, अनि किन यसरी गइस् भनेर त्यो घरमा गएपछि बुढोले त्यहाँ मन्दिरमा जाने बेला अब म जान्न, म भागेर इन्डिया जान्छु, मलाई भाडा देल, म पैसा कमाउँछु, अब म यस्तो गर्दैन हेर, अब मैले यो स्वास्नी पनि हेर्दैन छोड्छु, पैसा कमाउँछु, मलाई भाडा देल, म इन्डिया जान्छु, यहीँबाट जान्छु म। अब मैले सुर्ती जाँड रक्सी केही खान्न भनेर कान समातेर त मन्दिरको अगाडि मैले त लट्ठै पारिगयो हेर्नुहोस्। हे भगवान, अब त्यो रातभरि लडेर कुटाकुट गरेर मन्दिर गएको छु। बुढो पछि गएर अर्को दिन त फेरि के भनौँ त्यस्तरी पिटाएको मैले बिर्सिगेँ हेर्नुहोस्। हे भगवान हुन्छ भनेर भाडा दिएँ, त्यहीँ साउसित काटेर भाडा दिएँ इन्डिया जाने। स्वाट्टै स्वास्नी लगाएर इन्डिया बुढा त अब मैले मेरो बुढो इन्डिया गएको छ स्वास्नी छोड्छ भनेर इन्डिया गएको छ भनेर भाडा दिएँ। बुढो त स्वास्नी टिपेर सर्लक गएको फेरि। ए भगवान, त्यो सौता पनि छैन, सौता माइत आएको सौता माइत छि भने त सर्लक इन्डिया गएको छ दुईटा त फेरि भागेर। अब हुन्न, अब योसित म बस्दैन, अब यसलाई मैले राख्दैन योसित म बस्दैन भनेर भने। अनि फेरि कुवेतबाट आएर त्यत्रो कहानी भयो। अनि फेरि 50,000 पैसा घडेरी ल्याउनलाई 50,000 बैना बुझाएर म कमाएर तिर्छु भनेर त्यो घडेरी सानो घडेरी लिएर पास गरेर फेरि म दुबई गएँ। दुबई गइसकेपछि 2 वर्ष दुबई बसेँ। 2 वर्ष बसेपछि मैले त्यो घडेरीको पैसा 3,80,000 ल्याएको थिएँ। त्यति बेला सस्तै थियो। अनि 3,80,000 50,000 मात्रै बुझाएको थिएँ। त्यो पैसा पनि तिरेँ। अनि 2 वर्षको म छोरीको खुट्टा कान्छो छोरालाई फोन गरेँ, खुट्टा रहेछ मर्क्या रहेछ छोरीको। सानो छोरालाई फोन गर्दाखेरि मम्मी दिदीको खुट्टा भाँचिया छ भन फोनमा। अब यिनीहरूलाई दिदीहरूलाई सोद्धा होइन भाँचिया छैन टेन्सन नगरेस्, अलिअलि सुन्या छ मर्केर, टेन्सन नगरेस् नानी भनेर भन्नुभयो दिदीले। अनि कान्छो छोरालाई फोन गर्दा भाँचिया छ दाइको खुट्टा त, दिदीको खुट्टा भाँचिया आमा भनेपछि मलाई धेरै पीडा भयो फेरि। ओहो, अरूले मलाई नभन्दिया पो रहेछन् मेरो छोरीको खुट्टा भाँचिएपछि त भोलि मेरो छोरी त अपाङ्ग हुन्छ, कसले औषधि उपचार गर्छ, मैले त म आफै जान्छु भन्ने भयो। हेर्नुहोस्, म त्यो 1 महिना थियो कि मेरो महिना पुग्नलाई, 2 वर्ष पुग्नलाई, भिसा सिद्धिनलाई म 15 दिन अगाडि आइहालेँ कि 1 महिना अगाडि आइगएँ। मलाई 15 दिनको छुट्टी देल, म आउँछु फर्केर भनेर भन्यो। त्यो साउले के भनेको थियो भने त नेपाल गएर फर्केर आइस् भने 5 लाख रुपियाँ दिन्छु मैले तँलाई, यहाँको घर बनाउन ठेक्का दिएर आइज, तँलाई म 5 लाख रुपियाँ दिन्छु, तेरो सेलरीबाट मैले कटाइदिन्न, तँलाई ओटी दिन्छु, ओटी दिएर ओटीबाट तेरो पैसा म कटाउँछु, आफ्नो घर बनाउन ठेक्का दिएर पक्का आउँछिस् भनेर भनेपछि म पक्का आउँछु भनेर आएँ। आइसके छोरीको खुट्टा भाँचिया पनि रहेनछ।
मात्रै घाउ लाएर अलिअलि मात्र सुन्ने कि त्यो कान्छो छोरोको वचनले म आएँ विदेशबाट। आइसकेपछि फेरि जान्छु भन्ने बेला त मेरो पासपोर्ट फ्याट्टै लुकाइदिएको केटाहरूले हेर्नुहोस्। लुकाइदिएपछि कि हामीलाई मारेर जानुहोस्, जहर ल्याउनुहोस् मम्मी, हामी सबैलाई भातमा हालिदिनुहोस्, हामीलाई मार्नुहोस्, तपाईँ जानुहोस्, तपाईँलाई नि उछेत हुन्छ मम्मी। धेरै तनाव भयो। मेरो छोरोले अहिले त्यो माइलो छोरो बेङ्गलोर गएको छ, मेरो लागि त्यो भगवान् हो। मैले त्यसको हरेक शब्दलाई नाइ भन्न सक्दैन। किन सक्दैन भनेपछि मेरो एउटा सहारा भनेकै ती दुईटा छोरा हो। अनि हामीलाई मार्नुहोस्, जानुहोस्। कति गाह्रो भयो मम्मी, कति गाह्रो भयो। उता तपाईँलाई पनि त्यत्रो गाह्रो दुःख छ, जानै पर्यो। हामीलाई पनि यहाँ कति गाह्रो छ, अर्काको घरमा बस्ने हो, अनि कति टर्चर सुन्न पर्छ, कति के हुन्छ। अनि हामीलाई पनि मारेर तपाईँ जानुहोस् भनेपछि कि घर बनाइदिएर जानुहोस्, हामी खाए नि खान्छौँ, नखाए नि खान्नौँ, कि घर बनाइदिएर जानुहोस् कि मारेर जानुहोस् भनेर भनेपछि मैले तिमीहरूलाई घर बनाइदिएर जान्छु, म कमाउनु पर्यो, अझै साना छौ बाबु, पहिले पैसा कमायो तिमीहरूले पढौला लेखौला, पैसा छ सबै छ, पैसा छैन केही छैन भनेर घर बनाउन ठेक्का दिएको त हेर्नुहोस् यस्तो मिस्त्रीहरू पर्यो, अर्काको जमिनमा घर बनाइदिएछ। फेरि कतिको मलाई टेन्सन हुँदो हो कि यो रुनी मान्छेले जिन्दगीमा रुन भन्दा अर्को हुने रहेनछ। अब काम हामीले नि गर्छौँ, तपाईँलाई साथ सपोर्ट हामीले दिन्छौँ, अब त हामी ठुला भएको छौँ भने अब दिउँसोमा शुक्रबार र शनिबारको घोरै ढ्याडी काम गर्न जान्छौँ भन्छ, जान्छ दुई भएन, शुक्रबार र शनिबार जान्छ, आइतबार स्कुल जान्छ। एक दिन कस्तो रहेछ र जानु पर्यो, नानी बाबुहरूले के काम गर्ने रहेछ सजिलो भएपछि मैले पनि गर्न पर्ला भनेर गएको त छोरीले मुखमा पट्टी बाँधेर त्यो सरिया बुनिरहने। यत्रै मेरो छोरोले त्यो 16-17 वर्ष पुगेको छोरोले सिमेन्टको बोरा खल पसिना छोडेर भ्यात फाले टक्रक्क त्यही देख्न गइ पुगे। मैले त्यत्रो पैसा 60-65 डिरम भनेको नेपालको के भन्छन् 80-90 हजार हो कि। त्यत्रो तलब त सरकारी मास्टरको नि हुन्न, पुलिस सरकारी जागिर खाने पुलिस आर्मीको पनि थिएन कि मेरो जस्तो तलब इन्डियामा गएर जोड्ने भने कि। मैले त्यत्रो पैसा कमाएर पनि मलाई पुगेन। मेरो छोराछोरीलाई आज म यस्तो कमाउने भएपछि नि मैले यत्रो दुःख दिएर रहेछु गान्थे भन्ने भयो। हेर्नुहोस् म अँगालो हाली रोएँ कि। त्यहाँ होटल केही छैन, पानीपुरी ठेलामा बेच्न आएको थियो। 700 रुपियाँको पानीपुरी तिनी काम गर्ने लेबरहरू सबलाई खान दिएँ मैले, खुवाएर छोराछोरी अँगालो हालेर ल्याएर म घर आएर यति रोएँ तिमीहरूलाई मैले यति दुःख दिएर रहेछु, मैले कमाएको के फाइदा त, म त मरे पनि हुन्छ, म बाँचेको के फाइदा। तिमीहरूलाई देख्ने मान्छेले त के भने होला, यसको आमा यस्तो भएर हिँड्छ विदेशबाट आछि, छोराछोरीले यो दुःख भने होला, तिमीहरूले मेरो बेइज्जत गर्न गएरै छु, म विदेश जान्छु बा मेरो पासपोर्ट ल्याऊ भने म तिमीहरूको खुट्टा ढोकिदिन्छु, घर बनाइदिएछु, पकाओ खाओ, तिमीहरूलाई जे चाहिन्छ म पैसा पठाइदिन्छु। अरू 2 वर्ष विदेश बस्यो भने त जग्गा पनि किन्यो, घर पनि बनाइयो। अब 2 वर्ष कमायो भने हामीले खाने खर्च, हामी दुःख बिमारी हुँदाखेरि चाहिन्छ ब्याङ्क ब्यालेन्स राखौँला, तिमीहरूलाई पढ्ने फिस तिर्ने पैसा भयो भने त कमाएर खाने त भइहाल्छ बाबु भन्दाखेरि जान दिएन, नाइ मम्मी जानेन। तपाईँलाई हामीले काम गर्दाखेरि यस्तो हुन्छ भनेपछि भारी नबोक्ने काम गरौँ न त। छोरीले फेरि भारी नबोक्ने काम गरौँ न त आमा, भारी बोकेको तपाईँले हेर्न सक्नुहुन्न भनेपछि होटल खोलौँ न त, कहीँ माथि भानपुर चोकमा होटल बेच्न लाग्छ मम्मी, त्यही गरौँ न त भन्। यो अहिले चल्ला यही होटल। छोरीले भन्छ पढ्न लेख्न मैले जाने छैन, हिसाब गर्न मैले जाने छैन, के बेच्ने त भनेर भनेपछि जान्ने हालिन्छ, हामीले पढाएको छौँ त आमा, तपाईँले हिसाब किताब गर्नै पर्दैन भनेर ल हुन्छ त भनेर 2000 रुपियाँमा खुद्रुके फोरेर 2000 भारै छ, 10 रुपियाँको नोट बैना बुझाएँ 2000। फेरि दुःख पर्यो, कहाँ जाने पैसा छैन, पैसाभरि घर बनाएर सकिएको। फेरि त्यही दिदी भिनाजुनी गएँ रुन, दिदी पैसा छैन, होटल बिगाएको रहेछ, के काम गर्ने होला, मैले विदेश जान दिन्न, पैसा के गर्ने होला दिदी, कहाँबाट ल्याउने होला भने त्यही दिदीसित रोएँ। अनि दिदीले टेन्सन नगर, 1 हप्ताको भागा राख, मेरो सम्म आउन लाग्छ, सम्म आएपछि म तँलाई निकालिदिउँला पैसा भनेर दिदीले 80,000 निकालिदिनु भयो सम्मबाट।
किस्त तिर्न पर्छ गर नानी तैँले भनेर 80,000 निकालिदिनु भयो। अनि 80,000 निकालिदिएर फेरि अरू पैसा कता कता भिनाजुले खोज्नु भयो। खोजेर 1,60,000 मा त्यो होटल किने। होटल त किनेछु, के किने बुझ्ने होइन, यो झुब्डा पनि होइन, यो जमिन पनि होइन, यो त तपाईँले भाडा तिर्न पर्छ भनेर भनेपछि फेरि म तँ पनि एक फेर रुखबाट खसे जस्तै झसिङ्ग भएँ। अनि त्यस्तो भएपछि ए हो र भने अहिले चाहिँ 7-8 वर्ष भयो होटल गरिराखेको छु। तर ठिकै छ, खानेभरि पुग्छ, खानेबाट तिर्नेभरि पुग्छ। खाने पहिल त कति गाह्रो भयो, कति सादा घर अन्त छ। घर फेरि कस्तो पर्यो भनेपछि ठ्याक्कै मैले 2टा चावडा कोठाको घर बनाएको थिएँ, बिचमा गल्ली भएको। अनि त्यो गल्ली पनि मेरो भयो, 2टा कोठा पनि मेरो भयो, 2टा कोठा तपाईँको भयो कि। अनि कसरी मिलाउनु भएको छ त? कसरी मिलाउने भत्काएर मिलाएँ। फेरि भत्काउनु भयो? अनि भत्काउनु परेन त, तपाईँले मूल्य नमिलाएपछि मैले भत्काउनु परेन त। तपाईँले अब एकदमै मलाई अब यसले जति भने पनि हाल्छ, यसले यसको घर बनाएको छ मेरो जमिनमा भनेपछि नचाहिँदो मूल्य गरेपछि त मैले त भत्काउनु पऱ्यो नि त। अनि मैले मेरो खा भन्दाखेरि नि तपाईँले नखाने, अनि तपाईँले देल भन्दाखेरि पनि एकदम चाहिएको मूल्य नगर्ने, अनमोल गर्ने। अनि भत्काउनु भएपछि हामीले तपाईँलाई खानुहोस् चाहिँ भने हाम्रो हुन्छ भने यति पैसामा हुन्छ, हुन्न भनेपछि हामीलाई भत्काइदिनुहोस्, हामीलाई जग्गा चाहियो भने ठिक छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्छु कि मैले अनि मैले त्यो घर भत्काउने बेला हेर्नुहोस् मलाई जति बित्ति मुटुमा चोट पर्यो कि म धुरुक्क रहेँ। जस्तै गरेर मेरो यो घर भत्काउन पर्या छ मलाई। जसरी मैले एउटा चराले पनि बच्चाहरूलाई गुड बनाएर राख्छ र त्यो गुडमा हामीले बच्चा झिकेर लगिदिउँ भने त्यो बच्चाको गुड भत्काइदिउँ भने कस्तो हुन्छ? कहाँ राख्छ त्यो चराले बच्चा? मैले बल्ल चराले जस्तै सिन्का जोडेर बनाएको घर आज मलाई भत्काउन पर्यो भने मलाई एउटा घर बनाउने, एउटा यो घरलाई जोड्ने शक्ति दिनु होला। यो घर बनाउँदासम्म मलाई एउटा बाँच्ने आइयो मेरो बढाइदिउन् भगवानले र आइयो थपिदिउन्। मलाई डाक्टरले त छिट्टै मर्छ भनेको छ। अनि 6 वर्ष भयो मलाई यो मुटुको रोग लागेको। औषधि नखाने भने म मरिहाल्छु। औषधि मलाई धेरै पैसा लाग्छ। मेरो छोराहरूले पढ्न पाएनन्, मेरो कारणले गर्दाखेरि अब औषधि खान पर्छ, घर भाडाहरू तिर्न पर्छ भनेर एउटा सानो 16 वर्षको छोरो पनि इन्डिया गएको छ, माइलो छोरो पनि इन्डिया गएको छ। यही सगरमाथा सिमेन्ट फ्याक्ट्रीमा काम गर्थ्यो। काम पनि त्यति नचल्ने, छुट्टी भएको भई गर्ने भएर अहिले बेङ्गलोर गएको छ। तिनी छोराहरूलाई तिनीहरू म यस्तो इन्टरभ्यू दिने, नाच्ने, गाउने, हाँस्ने किन गर्छु भनेपछि केही पनि अलिकति मनमा हल्का होला, केही होला भनेर बाबु यस्तो यस्तो छ भनेर भन्दाखेरि गाउनुहोस्। दुःखको भिडियो बनाएर नहाल्नु होला आमा। जति दुःख भयो नि तपाईँले गरिसक्नुभयो। अब हामी ठुला भए छौँ, तपाईँलाई केही दुःख हुन्न। मेरो आमालाई बोकेर भित्र बोकेर बाहिर गराउने हुँदासम्म बाँच्नु होला आमा। हाम्रो कोही छैन, न कुनै मामा चाचाहरू छन् हामीलाई साथ सपोर्ट दिने। तपाईँ पनि नभएपछि त हाम्रो के होला हालत भन्छ छोराहरूले। र म नाच्ने जति पनि मेरो भिडियो छ म हरेक भिडियोमा हाँसेछु कि हरेक भिडियोमा। अब यही भिडियो हेरेपछि त कसैले भन्नु होला किन यस्तै रोयासी भन्नु होला, कसैले नाटक गरे भन्नु होला। तर अब म कति गन्थना गरम र यहीँ बिसाउँछु। अनि त्यस्तरी घर मैले भत्काएँ हेर्नुहोस्, त्यो घर बनाउन सकेको छैन। अब पछि छोराहरूले जहिले कमाउँछ त्यहीलाई सानो घर बनाएर यिनलाई घर बनाइदिएर मर्न पाएपछि मेरो सजिलै परान जान्थ्यो। एउटा बुहारी बिहा गरिदिएर र त्यो घर बनाइदिएर पकाएर खान दिने एउटा बुहारी भित्राएर म मऱ्यो भने बल्ल मेरो आत्माले शान्त पाउँथ्यो। नत्र मेरो आत्मा म मऱ्यो भने मेरो आत्मा भड्किन्छ। सुगर मलाई छ, प्रेसर मलाई छ, त्यो थाइरोइड भन्ने मलाई छ, मेरो मुटुमा पानी, मेरै फोक्सामा पानी जम्या छ, मुटुमा चोट छ। डाक्टरले अब बल्ब फेर्ने भन्छ, त्यतिका पैसा कहाँबाट ल्याउने? मैले इन्डियाको दबाई, इन्डिया जानु पर्यो, आउनु पर्यो, डाक्टरलाई चेक गराउनु पर्यो। अहिले त कति भइसक्यो पैसा नभएर गएको पनि छैन इन्डिया। यहीँको दबाई खाइरहेको छु, केही छैन। के भने तिनी केटाटीलाई
पकाएर खान दिने खानेकुरा हुन्न त्यो अहिले खानेकुरा भएर खाने मान्छे छैन मलाई रोग लाग्छ एउटा च्यादर ओढ्ने च्यादर त्यो घर आगलाई हुने बेलामा एउटा बोरा ओछ्याएर सुते साना नानीहरू थियो ओढ्ने ओछ्याउने छैन अहिले ओढ्ने ओछ्याउने छ मेरो साथमा सुत्ने मेरो बच्चा छैन ठुला नहाँसेर नरोएर भन्छु भन्दै मेरो यो कथाले कहानीले गर्दाखेरि मेरो आँसु मैले आफै थाम्न नसकेर मैले केही कुराहरू रोएर तपाईँहरूको माझ मैले भनेको छु त्यसलाई कति माइन्ड नगरेर सबैले राम्रो सल्लाह सुझाव दिएर राम्रो कमेन्ट गरिदिनुला भन्दै सबैलाई नमस्ते गर्दै बिदा हुन चाहन्छु नमस्ते